के साँच्ची नै यो देशमा फेरि लोड सेडिङ आउने सम्भावना छ? अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। मैले भनिसकेको छु, लोड सेडिङ थिएन, लोड सेडिङ हुँदैन। अहिले हाम्रो देश नेपालको जलस्रोत तथा ऊर्जा मन्त्री दीपक खड्का ज्यू चाहिँ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई चाहिँ नि पदबाट हटाउन चाहिँ एकदम प्रयास गर्दै हुनुहुन्छ। यो के कारणले हो, किन हो, हामीले केही थाहा छैन। अब यो देशको राजनीतिक स्वार्थको कारण हुन सक्छ, विभिन्न हुन सक्छ। अब हामी सबैले सुन्दै आएका छौँ उहाँको भाषणहरूमा, मन्त्रीज्यूको भाषणहरूमा, किनकि उहाँले चाहिँ नि यो लोड सेडिङ नेपालमा जुन हटेको छ नि, त्यो चाहिँ कुलमान घिसिङले गर्दा होइन भनेर भन्नुहुन्छ। उहाँले चाहिँ नि यो श्रेय लोड सेडिङ हट्नुको सबै श्रेय चाहिँ नि भारतले दिनुपर्छ भन्नुभएको छ। अनि भारतले किन दिनु यो सबै कुराको श्रेय चाहिँ? किनकि यो कुरा नेपालमा भएको नि त, भारतले गर्दा कसरी भयो त? मलाई त लाग्छ हाम्रो देशको ऊर्जा मन्त्रीलाई नेपालमा अहिलेसम्म कति मेगावाट विद्युत उत्पादन भएको छ भने पनि थाहा छैन होला, सायदै अध्ययन गर्नुहुन्छ हुन्न के त। त्यसै हावाको तालमा बोल्नु भएको छ, हुनसक्छ माथिल्लो निकायबाट दबाब दिन पनि सक्छ। नेपालमा चाहिँ फेरि लोड सेडिङ हुन्छ भनेर चाहिँ हल्ला फैलाउँदै हिँड्नुहुन्छ मन्त्रीज्यू। मन्त्री जस्तो व्यक्तिले त जनताहरूको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा पो गर्छ त, तर उहाँ त आफै समस्या निम्ताउन खोज्नुहुन्छ। लोड सेडिङ हुन्छ अरे भएन भने त पक्कै पनि ऊर्जा मन्त्रीज्यू आफै गएर खम्बासम्म ढाल्नुहुन्छ होला जस्तो लागिरहेछ मलाई। अब किन हुँदैन लोड सेडिङ? किनकि नेपालमा लगभग अहिलेसम्म 2829 मेगावाट विद्युत उत्पादन भएको छ। अनि हाम्रो देश नेपालमा चाहिँ नि प्रति व्यक्ति वार्षिक विद्युत खपत चाहिँ लगभग 325 युनिट किलोवाट घन्टाको दरमा हुन्छ, खपत भइरहेको हुन्छ। अनि हाम्रो देश नेपालमा सबभन्दा बढी विद्युत खपत हुने भनेको नै काठमाडौँ महानगरपालिका र काठमाडौँ भ्यालीमा हो। अब काठमाडौँ भ्यालीमा चाहिँ नि मासिक विद्युत खपत चाहिँ कति हुन्छ त? त्यसको बारेमा केही थोरै जानकारी दिन चाहन्छु। काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या लगभग 8 लाखको हाराहारीमा रहेको छ। अब यसलाई हामीले निकाल्नु पर्यो भने नेपालको औसत प्रति व्यक्ति वार्षिक विद्युत खपत भनेको 325 युनिट किलोवाट आवर रहेको छ। अब हामीले यो प्रति व्यक्ति वार्षिक विद्युत खपतलाई चाहिँ हामीले मासिकमा निकाल्नु पर्यो भने 325 डिभाइड बाई 12 गऱ्यो भने लगभग 27 किलोवाट आवर प्रति व्यक्ति आउँछ। नेपालमा चाहिँ नि एक महिनामा चाहिँ नि 27 किलोवाट प्रति व्यक्ति हुने रहेछ। यदि काठमाडौँ महानगरमा औसत मासिक प्रति व्यक्ति खपत लगभग 30 देखि 50 किलोवाट आवर हुन्छ, यो अनुमान है, यो चाहिँ अनुमान गरेको। अब हामीले कुल मासिक खपत निकाल्नु पर्यो भने चाहिँ नि काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या 8 लाख छ, अनि त्यसलाई हामीले 40 किलोवाटमा राखेर चाहिँ नि हेऱ्यो भने औसतमा 40 लाख हो भने लगभग 8 लाख इन्टु 40 गर्दाखेरि 32 लाख किलोवाट आवर हुन्छ। यसलाई चाहिँ नि भन्नु पर्यो भने लगभग 32 गिगावाट घन्टा हुन्छ मासिक खपत चाहिँ नि। अनि अब प्रमाणहरू यस्तो छ त लगभग लोड सेडिङ हुने अवस्था कमै छ, हुँदैन पनि। किनकि पिक आवर भनेको काठमाडौँ भ्याली अथवा देशभरिको पिक आवर भनेको चाहिँ नि साँझको 6 बजेदेखि 10 बजीसम्म हो। त्यतिखेरसम्म चाहिँ सबै ठाउँमा बालिन्छ, विद्युतहरू चलाइन्छ। त्यतिखेर चाहिँ नि
औद्योगिक क्षेत्रहरूमा चाहिँ नि प्रसारण लाइनमा चाहिँ नि हामीले कम विद्युत पठायो भने चाहिँ नि लगभग लोड सेडिङ हुँदैन पनि। आधारहरू छ त यस्तो। अनि विनाशितीमा चाहिँ नि पुरा लडाइँ गरिरहेको छ। कार्य सम्पादनमा चाहिँ नि 0 अङ्क दिइरहेको छ कार्यकारी निर्देशकलाई। अनि देशको उच्च पदमा रहेका व्यक्तित्व चाहिँ नि यसरी मन्त्री जस्तो व्यक्तिहरू चाहिँ नि अब काम गरिरहेको व्यक्तिसँग लडाइँ गर्नु चाहिँ उचित हुँदैन, स्वाभाविक पनि हुँदैन। अब हेरौँ न, अब हाम्रो देशका अभिभावक जस्तो प्रधानमन्त्री ज्यू अब स्थानीय तहको एउटा मेयरसँग लडाइँ गरिरहेको छ। यो स्वाभाविक होइन, यो कुनै हालमा स्वाभाविक कुरा हुँदै होइन। त्यही भएर अब लोड सेडिङ हुँदैन किनकि गुलमान घिसिङज्यूले नै भन्नुभएको छ लोड सेडिङ हुँदैन भनेर। अनि कसरी लोड सेडिङ हुन्छ त? हामी सबै जनताहरू सजग र सचेत हुनुपर्छ यस्तो कुरामा। हामीले सबै कुरा अध्ययन गर्नुपर्छ। अब हामीले यस्तो कुराले चाहिँ हामीले सक्दो विरोध गर्नुपर्छ। यति नै रहेको छ मेरो जानकारी। धन्यवाद।